बालेन शाह प्रधानमन्त्री बन्ने कुरो आयो नि त दाइ, के हो कुरो? गाँजा खानेहरूलाई भन्छ नि त्यो मान्छे, गाँजा तान्ने जय शम्भु म प्रधानमन्त्री भन्ने, त्यति मात्र काम लाग्छ त्यो। कहाँ त्यस्तो हुनु? अहिले त प्रधानमन्त्री बनाउने भइसक्यो के रवि लामिछानेले। त्यो मुला डाँगा चोरले कहाँ बनाउँछ त्यो भाइले? रवि लामिछानेले दुईजनाले, एउटा चाहिँ यो फाइनान्स माफिया, एउटा गाँजा माफिया, दुईजना छ। रवि फाइनान्स माफिया यत्रो चाहिँ देखेन अहिलेसम्म धरती निस्केको, कति 3 करोड हालेछ रे त्यसले। माछा लुट्न त लुटेको रहेछ यसले पनि। यो भाइ त्यस्तो होइन को? अब बुढाहरू नै खतर नाक परेपछि यसले लुटिहाल्यो कि रवि लामिछानेले। यस, रवि लामिछानेले बुढाहरूसँग मिलेर लुट्या हो र? ल कहिले बालकोट जान्छ, कहिले गएछ, कहिले प्रचण्डले त अस्ति फेटेरै जेन्जी भन्नु अगाडि भेटेर त जे अनि यो आन्दोलन गरायो हो नि त। त्यो जे भयो त्यो दस्तावेज मेट्न आन्दोलन भएको है यो उनीहरूको कालो कटुसहरू यो देशमा भएका सबै छ नि, त्यसको लागि नै यो आन्दोलन भएको हो। जेन्जी आन्दोलन जेन्जी होइन, जेन्जीको नाउँमा युज गर्यो उनीहरूले चाहिँ। यो रियल कुरा है म भन्छु, नत्र भने दस्तावेज किन मेट्नु पर्यो हो? कति करप्सनको दस्तावेज यसमा चाहिँ सेवादाय प्रचण्ड केपी ओलीलाई यो सबै जति पनि छ नि, रवि सबै जति भ्रष्टहरू छ नि, जम्मै मिलेको छ यो चाहिँ। त्यही त अब जसरी हो जे गरेर भए पनि अब बालेन शाह प्रधानमन्त्री बन्ने भइहाल्यो, रवि लामिछानेले बनाउने भइहाल्यो। मान्ने कसले भने अब म प्रधानमन्त्री भएपछि मान्नु परेन त? कसले मान्ने? अहिले सुजयलाई माने छैन, ऊ केपी ओलीलाई लखडी साल त्यसलाई पनि लखडिन्छ नि।